नमस्ते साथीहरू, सन्चै हुनुहुन्छ नि हजुरहरू। आज मैले एउटा विषयमा साह्रै नराम्रो लागेर एउटा भिडियो बनाउनु गइरहेको छु। यो हाम्रो पूर्वतिरको धरानको मेयर हर्क साम्पाङज्यूले पश्चिम दार्चुला ब्यास गाउँपालिकाको दुःख देखेर, तुइनमा तरिरहेको देखेर यत्रो सहयोग लिएर चाहिँ यत्रो चाहिँ उहाँले मानवता देखाइराख्नु भएको छ। तर त्यही चिजलाई लिएर कतिपयले विरोध गरिराख्नु भएको छ क्या। अब जसले चाहिँ चन्दा दिइराख्नु भएको छ उहाँहरूलाई केही मतलब भएन, तर जोस छ काम चोर उहाँहरूले चाहिँ के विरोधीहरूले चाहिँ के भनिरहेको छ, उसको अडिट हिसाब खोजिरहेको छ क्या। यो अचम्मको कुरो छ क्या। अर्को कुरो त के भनेदेखि विरोध किन गर्नु क्या, तपाईँ हाम्रो दाजुभाइ होइन त्यो गाउँ ब्यास गाउँपालिका तुमलिङको उहाँको जे होस्, पूर्व पश्चिम उत्तरदेखि जहीँ होस्, हामी जहाँको होस्, हामी नेपाली हौँ क्या। त्यहाँको दुःख हामीलाई दुख्नुपर्छ क्या। त्यस्तो दुःख कष्ट जहाँ चाहिँ नि हेर्दाखेरि ट्विनमा चढ्दाखेरि कुनै पनि घरको मान्छेको त्यत्रो प्रत्येक घरको सदस्यहरू गुमेको छ, त्यस्तो तपाईँहरूलाई दुःख लाग्दैन? तपाईँहरू त्यो ठाउँमा जन्मिनु पर्ने हो क्या। त्यस्तो ठाउँमा त्यसपछि तपाईँलाई थाहा हुने थियो कि कस्तो र ट्विन भनेको के हो भनेर भन्ने कुरो हामीलाई महसुस भइसकेको छ क्या। त्यत्रो दुःख देख्दाखेरि हामीलाई महसुस भइसकेको छ क्या। त्यहाँनिर हामी प्रत्येक भिडियो हेर्छौँ, त्यस्तो दुःख रहेछ क्या। त्यो मलाई पहिले थाहा थिएन। हर्क साम्पाङज्यूले गर्दाखेरि नै त्यो दार्चुला जस्तो ठाउँ, ट्विन ठाउँ, त्यस्तो ठाउँको यस्तो हामीले हेर्नु पायौँ, यस्तो दुःख देख्नु पाइयो क्या। र दार्चुला भन्ने ठाउँ विश्वमा जे होस् प्रचलित हर्क साम्पाङज्यूले गर्दाखेरि चाहिँ हुनुभयो भयो क्या। यस्तो चिजलाई तपाईँहरूले विरोध गर्नुहुन्छ। खास तौरले चाहिँ म अरू त भन्दिनँ, अरूले त जे होस् विरोध गर्नु नर्मल नजानेर हुनसक्छ, केही कसैको पार्टीमा लागेर हुनसक्छ। तर यो उच्च ओहदाको मान्छेहरूले पनि विरोध गरेको देख्दाखेरि मलाई अचम्म लाग्यो क्या। को भन्नुहुन्छ भनेदेखि भीम उपाध्याय क्या साथीहरू। उहाँहरूलाई चाहिँ म एकदम भीम उपाध्यायजीलाई चाहिँ म आग्रह गर्न चाहन्छु, त्यसो नगर्नुहोस्। तपाईँहरूले यो सेयर गरेर उहाँसम्म पनि पुऱ्याइदिनु होला साथीहरू, कमेन्ट पनि गर्नु होला। अब उहाँको नाम चाहिँ भीम कसले राख्यो होला रे? भीम उपाध्याय यानि कि भीम नाम चाहिँ पुरा भीम, काम चाहिँ बाँदरको क्या। अब बाँदर भन्दाखेरि बाँदरले कस्तो काम गर्नुहुन्छ भने साथीहरू, अरूको पनि घर बनाउनु दिँदैन, आफूले पनि बनाउँदैन भन्छ नि, सेम ठ्याक्कै। ऊ त्यस्तो उच्च ओहदामा हुँदाखेरि चाहिँ के गर भन्नुहोस् त ल साथीहरू, के गर उसले? केही गरेको छैन नि। यो भिडियो चाहिँ उहाँसम्म पुऱ्याइदिनु होला क्या। उहाँको नाम चाहिँ भीम उपाध्याय होइन, बाँदर उपाध्याय चाहिँ हुनुपर्ने हो क्या। उहाँले एउटा स्ट्याटस लेख्नुभएको छ, हेर्नु त कस्तो स्ट्याटस लेख्नुभएको छ। यस्तो पनि हुन्छ? अब यस्तो मान्छेलाई तपाईँहरूले के भन्नु चाहनुहुन्छ क्या साथीहरू? प्लिज कमेन्ट र सेयर गरिदिनु होला। यो भिडियो चाहिँ भीम उपाध्यायसम्म पुगोस्, यानि कि बाँदर उपाध्यायसम्म पुगोस्। जय नेपाल साथीहरू।